सो हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ फेरि मेरो नयाँ भिडियोमा है। लङ टाइम अलिकति मेरो त्यस्तै आफ्नै समस्याले गर्दा भिडियोहरू अपलोड गर्न पनि पाएन। मेन फ्याक्चरको समथिङ 95-96% चाहिँ एक्जाम सकिसक्यो होला है। अब धेरै हुनुहुँदैन, नर्मल 3000 जति समथिङ होइन, 3035 हुनुहुन्छ होला एक्जाम दिने। एकदम राम्रोसँग दिनु होला, त्यस्तो एक्जाममा गाह्रो पनि केही पनि आउँदैन होइन, सबैलाई थाहा भएकै कुरा हो। इजी आउँछ तर इजीले नै छुट्याउँछ। अब त्यति गर्दा गर्दै पनि कतिजनाको 38, 39, 40 होइन, त्यति मिलिरहेको छ। 37 त भन्न सकिँदैन, 38, 39 र 40 यसमा चाहिँ हुनसक्छ प्र्याक्टिस गर्दा राम्रो है। यतिमा चाहिँ 38ले पनि प्र्याक्टिस गर्दा चाहिँ राम्रो, किन भन्दा अब मजाले बस्यो प्र्याक्टिस नगरेर पछि चाहिँ लक्कीली होइन कटलाइन 38 भयो भने पछि चाहिँ अब हाम्रो स्किल टेस्टहरूमा अब 39 र 40 त अलरेडी पहिले गरिसकेको छन् होइन, तयारी गरिरहेको छन्। अब 39 र 40ले, अब 38ले चाहिँ अलिकति गाह्रो हुन्छ क्या त्यसमा। सो तपाईँहरूले पनि होइन केही फरक पर्दैन स्किल टेस्टको, हल्का तयारी अलिकति अब स्किल टेस्ट नै भनेर क्लास लिनु भन्दा पनि लाइक घरमै के अलिकति बुझ्दैमा त्यस्तो फरक केही पनि पर्दैन। सो अब स्किल टेस्टको बारेमा अब कस्तो कस्तो आउँछ के गर्नुपर्छ त्यसको जानकारी चाहिँ अर्को भिडियोमा मैले आउनेछु। यसमा चाहिँ स्किल टेस्टमा कस्तो कस्तो क्वेसन सोध्छ है त्यसको बारेमा पनि बुझ्नु पऱ्यो नि त होइन। स्किल टेस्टले पनि कतिजनालाई अब 38 कटलाइन भयो भने त स्किल टेस्टमा धेरैजना फालिनुहुन्छ, किन भन्दा 38बाट माथि त अलिकति धेरै छ नि त कोटा होइन। सो त्यसमा चाहिँ आफूले नै अलिकति ध्यान दिनुपर्ने हुन्छ है, प्र्याक्टिस एकदम राम्रो गर्ने। अब फिजिकल त नर्मली अब होइन 1 हप्ता समथिङ गरेपछि अब पुग्छ नै। अब यिनीहरू चाहिँ छाकिसकेहरू भयो, अब विभिन्न क्वेसनहरू सोध्छ, क्वेसनहरू चाहिँ अलिकति एक्स्ट्रा प्र्याक्टिस गर्न सक्यो भने हामीले त 40 ल्याउनेसँग कम्पिटिसन गर्ने पर्ने हो नि त होइन। 38, 39, 40 यो चाहिँ एउटै कुरा, सबैको 40 नै मानिन्छ त्यसलाई होइन, 40सँग कम्पिटिसन गर्नुपर्ने हुन्छ। सो त्यसमा चाहिँ अलिकति ध्यान दिएर मजाले है गर्नु पर्यो। अब यसमा चाहिँ अलिकति डिफ्रेन्ट सोधिरहेको छ अहिले, डिफ्रेन्ट गराइरहेको छ क्या यो स्किल टेस्ट पनि है अलिकति। अब क्वेसनहरू त डिफ्रेन्ट हुँदैन होइन, तर अलिकति त्यो फिजिकल जुन टेस्टहरू हुन्छ फिजिकल टेस्टमा चाहिँ अलिकति डिफ्रेन्ट पहिलाको भन्दा हल्का डिफ्रेन्ट ल्याएको छ, तर त्यस्तो गाह्रो केही पनि छैन होइन, नर्मलै बेसिकै गर्नै सकिने होइन टाइपको छ। त्यस्तो हातिनु पर्ने केही पनि छैन, डर मान्नु भएन, अरू कुरा नर्मलै हो सबै कुरा है। सो अब ढिला नगरौँ, यो अर्को भिडियोमा ल्याउँछु ल म, त्यो कस्तो कस्तो आयो के आयो के गर्नुपर्ने हो टाइपको। यसमा चाहिँ हामी के गरौँ भन्दा अब कस्तो क्वेसन आउँछ त स्किल टेस्टमा, कस्तो कस्तो क्वेसन हामीलाई सोधिरहेको हुन्छ त होइन। मेनली जस्तै सेल्फ इन्ट्रोडक्सन भयो होइन, छाकिसकेहरू भयो, अब वर्किङ लाइफमा कस्तो कस्तो हुन्छ होइन, अब डेली लाइफमा पनि सोधिने क्वेसनहरू हुन्छ त्यहाँ, तिनीहरूको बारेमा बुझ्छौँ है अलिकति। यो चाहिँ बुझ्नुपर्ने टाइपको देखियो कि, किन भन्दा यो चाहिँ अब अलिकति गाह्रो हुन्छ नि त होइन, पहिले बानी परेर डर हो क्या। अब यतिहरू नआउने भन्ने हुँदै हुँदैन, 38, 39, 40 मिलाउने मान्छेलाई यति त नर्मल कुरा हो लाइक, तर अलिकति अतालिनेबाट चाहिँ जोगिनको लागि यिनीहरू प्र्याक्टिस गरिराख्नु पर्ने हुन्छ। सो फर्स्टमा हेरौँ त हामीले यसलाई गरौँ ल आज चाहिँ। यो फिजिकल चाहिँ म भोलि अर्को भिडियोमा लिएर आउँछु, अलिकति त्यस्तै समस्याको कारणले लङ टाइम नै भिडियो मैले अपलोड गर्न पाएन है। अब स्किल टेस्ट क्वेसनहरू के छ त 2026मा हेरौँ है त होइन। फर्स्टमा त सेल्फ इन्ट्रोडक्सन एकदम फरक दिनु पऱ्यो है, छाकिसकेमा चाहिँ एकदम ध्यान दिनु पऱ्यो, किन भन्दा यो चाहिँ सबैभन्दा धेरै मार्क्सको हुन्छ क्या छाकिसक्यो भन्ने है। छाकिसके चाहिँ एकदम राम्रोसँग मजाले बुझ्ने तरिकाले होइन, एक्स्ट्रा भास्ट पनि केही हाल्नु पर्दैन, नर्मल बेसिक सबै कुरा समेटिएको छाकिसके चाहिँ प्र्याक्टिस गर्नु है। एउटै लेखेरै कण्ठ गर्ने भन्दा पनि आफूले नै बेलुकामा होइन बिहानमा उठेर प्र्याक्टिस गर्ने टाइपको गर्दा चाहिँ बेस्ट हुन्छ। एउटै कण्ठ गरेर त्यही नै भन्नुपर्छ भन्ने हुँदैन है। छाकिसकेमा चाहिँ अब एउटाले कुनै युट्युबहरूमा गएर त्यहीलाई लेखेर गर्नुपर्छ भन्ने हुँदैन, त्यसमा चाहिँ आफ्नै स्टाइलमा आफ्नै भावमा गर्दा चाहिँ अलिकति बेस्ट भयो छाकिसके चाहिँ होइन, अलिकति बुझिने स्पष्टीकरण होइन त्यो अनुसार। अब फर्स्टमा मेन भनेको छाकिसके हुन्छ है, छाकिसके हामीले राम्रोसँग गर्न सिक्नु पऱ्यो। त्यसमा आफ्नो नाम होइन, अलिकति फ्यामिलीको बारेमा अलिकति दिनु पऱ्यो, इन्ट्रोडक्सनहरू दिनु पऱ्यो होइन। सो अनि त्यसपछि कोही किन जान्छौ, के गर्नु छ, यस्तो गर्नु छ उस्तो गर्नु छ, अलिकति मिलाएर टक्क छोटो मिठो गराउँदा, छोटो पनि होइन धेरै लामो पनि होइन ठिक्कको, तर राम्रो खाले सबै समेटेको एकदम बुझ्ने खाले गराउँदा चाहिँ अलिकति राम्रो हुन्छ।
त्यसपछि हाम्रो क्वेसन आउँछ छाकिसकेको गरेर त भ्यायो होइन। अब त्यसपछि क्वेसन स्टार्ट हुन्छ के सोध्नुहुन्छ, छाकिसकेपछि छाकिसके गर्नु पर्यो होइन। अब त्यो लङ छाकिसके, अब यति यहाँ त छोटो छाकिसकेको छ है, यो चाहिँ नर्मल बुझ्नको लागि। अब मेन आउनु पर्ने के हो, छोरो नेपालले छ वान के भन्छ चिरन हुन्छ, म नेपालबाट आएको। यो चाहिँ कहाँ हुन्छ भन्दा अब यहाँ भन्दा पनि यो छाकिसके चाहिँ हामीले उता नै गर्नुपर्ने हुन्छ। आएको भनेपछि उता गएर परिचय गर्दा हुन्छ। अब यो पछाडिको चाहिँ हामीले यहीँ हाल्ने भने चाहिँ एलसिमी इरानु सारा मिम्निदा, म चाहिँ अलिकति मेहनत गरेर काम गर्ने मान्छे हुँ भनेर यहीँको छाकिसकेमा हाल्न मिल्यो होइन। यो पछाडिको चाहिँ आएको भन्दा चाहिँ के हुन्छ, उता कोरिया गइसकेपछि अथवा त्यस्तोमा परेको नै यहाँ चाहिँ यस्तो यस्तो मेरो नाम यस्तो हो, म यहाँ बस्छु भनेर भन्दा चाहिँ हुन्छ है। यहीँ छाकिसकेर चाहिँ म यहाँ बस्छु, म यस्तो हो, मेरो एज यति हो, मेरो फ्यामिलीमा यति हुनुहुन्छ होइन। अब फ्यामिलीको नामै सबै भन्न डिटेल पर्दैन, म फ्यामिलीमा यस्तो हुनुहुन्छ, म यसरी जान चाहन्छु होइन, किन जान चाहन्छु सिपहरू सिक्नको लागि होइन, मेहनत अनि पैसाको लागि पनि, पैसा पनि आउनु पर्यो नि त होइन, सिप मात्र सिक्न त पक्कै पनि होइन होला। सो सत्य कुराहरू अलिकति एक्स्ट्रा हाल्नु पर्यो त्यसमा, जो पत्याइयोस् होइन, एक्स्ट्रा भास्ट गरेर नपत्याउने टाइपको चाहिँ नहाल्नु होला। अब इरुमी मोयो छाकिसकेपछि कहिलेकाहीँ सोधिरहेको हुन्छ, इरुमी मोयो इरुमी के हो त, नाम के हो त भनेर सोधिरहेको हुन्छ। के भन्छ छे इरुमन छिरनिम्दा, मैले मेरो हालेको छु होइन, हजुरहरूले चाहिँ आफ्नो हाल्दा हुन्छ है, अरू केही फरक पर्दैन। अब कास्ट पनि हाल्दा हुन्छ, अब अगाडि कास्ट त्यसपछि नाम हाल्दा हुन्छ। मैले छोटकरीमा गराउँदा मेरो नाम चाहिँ छिरन हो भनेर अलिकति सर्टकटमा हालेको छु ल। अब मेसाल भन्छ है, मेसाल यही हो भनेर सोध्यो भने छनुन, यसमा चाहिँ के हुन्छ मेसाल यही हो। अब त्यसमा तपाईँ जति यो चाहिँ के हुन्छ ओरिजिनल कोरियनमा युज हुन्छ है, ओरिजिनल कोरियनमा युज हुन्छ। यसलाई आफ सालिमनिदा भन्नु पर्यो होइन, ओरिजिनल कोरियनमा। सिनो कोरियनमा भन्दा पनि ओरिजिनल कोरियनमा गर्दा तपाईँलाई राम्रो भयो 19 होइन। अब 19 20 कति छ आफ्नो त्यो हाल्नु होला। अब अन्नारास वासुमदा चाहिँ यहाँ सोध्ने भन्दा पनि उतासँगै सोध्ने हो होइन, म सबै मिक्स गरिदिएको छु कि। नेपाली छ वासुमदा होइन, नेपालबाट आएको। अब एक ठाउँमा कुन ठाउँमा बस्छौ के गर्छौ भनेर सोधे पनि हुनसक्छ नि त। सो त्यसमा चाहिँ के हुन्छ भन्न मिल्यो, नाराको ठाउँमा ठाउँ यहीँ चाहिँ यहीँ पनि सोधे आउँछ यस्तो टाइपको, तर नारा नभनेर कुनै ठाउँहरू के भनेको हुन्छ होइन। अब यहाँ त हाङको के ओए ओगोसी भयो, आउन जानु किन आउन जानु त हाङकमा, के कारण, यो चाहिँ एकदम इम्पोर्टेन्ट सोधिराख्ने टाइपको हुन्छ। यो चाहिँ के हुन्छ अब थुनुल फलको पैसा त कमाउनु पक्कै पनि हो होइन। अब पैसा कमाउनु होइन, म सिप मात्र सिक्न भन्न मिलेन है, पैसा कमाउनु त आउनै पर्यो, किन भन्दा त्यो चाहिँ मेन उद्देश्य हो नि त हाम्रो। मेन उद्देश्यलाई छोडेर अब अलिकति गफ दिएर मेहनत गर्छु यस्तो गर्छु भनेर मात्र पनि त भएन नि होइन। सो पैसा पकाउने अनि त्यसको अनुसार अलिकति सिप पनि हासिल गर्न हो, अनुभव हासिल गर्न अथवा सिप हासिल गर्न के हुन्छ खेङाउ भन्ने के अनुभव हो, अनुभव सागो थुपार्न अथवा हासिल गर्नको लागि सिप सुन्दा हासिल गर्न चाहन्छु भन्न सक्यो है। यो चाहिँ मेनली क्वेसन हो यो चाहिँ है। अब 6मा हेर्दा हाङ्गुकहरू अल्माना खोङ्गु हेर्छ कति गर्नुभएको छ त अध्ययन भनेर पनि कहिलेकाहीँ सोधिरहेको हुन्छ। अब कति गर्नुभएको छ हजुरले, 1 वर्ष 2 वर्ष नर्मल्ली, अब धेरै 3-4 वर्षै भएको छ भने पनि त्यति धेरै भन्नु पनि अब खासै होइन, ठिकै छ जति छ त्यति भन्दा चाहिँ राम्रो। धेरै भनेर यस्तो भने थोरै भनेर यस्तो भने भन्न केही पनि पर्दैन। 1 महिना भयो 2 महिना भयो चाहिँ अलिकति अब कन्फ्युजै हुने कुरा हो होइन। अब नहुने होइन लाइक, तर अलिकति मिलाएर भन्नु न होइन, 6 मन्थ समथिङ, 6 मन्थ 1 इयर। अब अलिकति धेरै छ भने धेरै भन्दा पनि भयो है। धेरै भनेर राम्रो हुने थोरै भनेर नराम्रो हुने भन्ने पनि हुँदैन, थोरै भनेर राम्रो हुने धेरै भनेर नराम्रो हुने भन्ने पनि हुँदैन है। कुरा आफूले अब बुझेर ठिक्कै लिमिटमा दिनु पर्यो। अब मैले चाहिँ जति छ त्यति होइन, हाङ्गो करुल अलमाना खोङ बेच भन्छ इल्नन थङ्गान खोङ बेच सुनिदा भन्न सक्यो है। आन्सर टक्क मिलाएर यसरी हान्नु पर्यो होइन। क्वेसनको अलिकति कन्फिडेन्स भएर स्माइलमा अलिकति धेरै स्माइल पनि होइन, ठिक्क मिलाएर होइन, इन्टरभ्यू दिँदा जस्तो इन्टरभ्यू नै हो नि त हाम्रो लागि त्यो सबै कुरा होइन। अब खाजुगुन मेट मेङ ए हो भन्छ, परिवारमा कतिजना हुनुहुन्छ, यो चाहिँ मेनली हो सोध्नै पर्ने क्वेसन हो होइन। यो चाहिँ सोधिरहेको हुन्छ धेरैमा, कति हुनुहुन्छ त अब आफ्नो परिवारमा मिलाएर भन्नु पर्यो होइन, कतिजना हुनुहुन्छ त्यही अनुसार भन्नु पर्यो। यो मिलाइ यस्तो कति उसको कति भन्यो मैले यति भने भन्ने हुन्न है, आफूले जति छ त्यति भन्दा एकदम राम्रो, किनभने कन्फ्युज हुँदैन नि त होइन। मैले अलिकति डिफ्रेन्ट भन्छु है, अनि आफ्नो परिवारभन्दा अलिकति डिफ्रेन्ट फरक गरेर भन्छु, यति हुनुहुन्छ तर म यति भन्छु, त्यस्तो सोचेर गयो भने चाहिँ अलिकति डिफ्रेन्ट आफूलाई नै कन्फ्युज हुन्छ, बिग्रिन्छ क्या है। जति छ त्यति टक्क केही नसोचेर यस्तो कुराहरूमा जे हो त्यहीलाई भन्दा चाहिँ एकदम बेस्ट हुन्छ। धेरै सोच्नु पनि पर्दैन, धेरै दिमाग खेलाउनु पनि पर्दैन, कन्फ्युज पनि हुँदैन होइन, जे छ त्यहीलाई नै है।
अब विवाह भयो भनेर पनि सोधेको हुन्छ धेरै कुरामा। अब के त अनि विवाह भएको छ भने अब हैन हजुर विवाह गरे नै खेर नै सुन्दा भन्नु पर्यो। हैन विवाह भएको छैन भने चाहिँ के भने आने आजको आने सुन्नेर कतिजना अब कोरियनमा विवाह भएको पनि हुनुहुन्छ विवाह नभएको पनि हुन्छ कतिजना हुनुहुन्छ नि हैन। त्यसमा चाहिँ जे हो त्यही भन्दा चाहिँ राम्रो हुन्छ है। मैले कतिचोटि भनिसकेको छु जे हो त्यही भन्नु होला किन भन्दा कन्फ्युज हुन्छ क्या हैन। कन्फ्युज हुन्छ नि त हैन घुमाइ फिराइ सोध्यो गरे एकचोटि एउटा एकचोटि अर्को भन्यो त्यो कण्ठ गरेर यिनी कुराहरू व्यापारिक कुराहरू यिनलाई कण्ठ गरेर केही पनि काम छैन है। यो भनेको आफूले बुझेर जे छ त्यही भन्दा चाहिँ अलि बेस्ट हुन्छ। अब यो पनि एकदम इम्पोर्टेन्ट क्वेसन हो सोधिराख्ने क्वेसन है। छुइमी अब छुइमी रुचि पनि यो पनि एकदम सोधिरहेको छ सोधिराख्ने वाला क्वेसन हो पहिलाहरू पनि हैन। छुइमीका म यो रुचि चाहिँ के छ त अनि अब कुन छ रुचि छुइमिन छुगु हैन फुटबल भलिबल भन्न पनि मिल्यो फिल्म हेर्ने भन्न अलिकति के हुन्छ भन्दा त्यसमा छुइमीहरूमा चाहिँ अलिकति फिटनेस कुराहरू हैन अलिकति फिटनेसको कुराहरू गर्दा चाहिँ भन्दा चाहिँ अलिकति बेस्ट भयो हैन। अब मोबाइल हेर्छु गेम खेल्छु यस्तो भन्दा पनि अलिकति फिटनेस अनि त्यो टाइपको कुराहरू चाहिँ राम्रो हुन्छ व्यायाम अनुसार हैन। उन्दुङवालाहरू चाहिँ अलिकति बेस्ट हुन्छ जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ किनभने त्यसमा अब त्यो अलिकति फिटनेस देखिन्छ नि त हैन जाँगरहरू टाइपको देखिन्छ। अब हामी अलिकति एक्स्ट्रा कामै गर्नु जाने त होइन काममा चाहिँ अलिकति जाँगरले फुर्तिलो त्यो धेरै कुराहरू छुइमीले पनि बुझाउँछ के तिनीहरूले त के गर्छ त्यहाँभित्र होइन अलिकति एडभान्स चाहिँ छ कोरियनमा सो त्यहाँ अब केही होला सो त्यसमा चाहिँ तपाईँहरूले उन्दङहरू भन्दा चाहिँ अलिकति बेस्ट भयो अलिकति फिजिकल उन्दङ भयो फुटबल भलिबल होइन यस्तो यस्तो कुराहरू फुटबल भलिबल मेन भन्दा होइन। अब अरू पनि भन्न मिल्यो नमिल्यो होइन तर मेरो सजेसनमा है। अब त्यसपछि हाङ्गुके सलमाना इरागसी भयो कति समय काम गर्न चाहनुहुन्छ यो पनि सोध्ने क्वेसन हो है। कति समय काम गर्नुहुन्छ त अब कोरियामा गएर कति चाहना छ कति समय जति काम गर्ने चाहना छ भनेर एउटा बुझ्न खोजिरहेको हुन्छ लामो समय भन्नु पर्यो त्यसमा चाहिँ। अब 1 वर्ष मात्र त्यस्तो भन्नु त मिलेन नि त होइन लामो समय यति वर्ष तोकेर भन्दा पनि म लामो समयसम्म अथवा के भन्नु पर्यो काम गर्ने जबसम्म मेरो होइन काम गर्न पाउँछु तबसम्म भन्न पनि मिल्यो होइन। अब ठ्याक्कै टाइम तोकेर भन्दा पनि लामो समय म यति बेलासम्म काम गर्न पाउँछु त्यति बेलासम्म पनि गर्न सक्छु भन्न पनि पायो। अब यो चाहिँ नर्मल भयो के हो छाकिसकेमा आउनुपर्ने क्वेसन हो है। यिनीहरू चाहिँ के हो छाकिसकेमा आउनुपर्ने क्वेसन हो छाकिसकेमा बेसिक क्वेसन सोधिराख्ने क्वेसन यिनीहरू चाहिँ इम्पोर्टेन्ट छ धेरै। अरू पनि धेरै कुराहरू छ तर यसमा चाहिँ मेन इम्पोर्टेन्ट कुराहरू यति भयो है। धेरै सोध्दैन नि त होइन एकैजनालाई पुरै 20-30वटै क्वेसन सोध्नु त्यसो त हुँदैन खासै नर्मल टक्क टक्क 20-30 पनि कहिले सोध्न पनि सक्छ होइन अब त्यो अनुभव उसको विचार अनुसार हो। अब छाकिसकेमै त्यत्रो क्वेसन सोध्यो त अरू कुराहरू पनि सोध्नु पर्यो वर्किङ लाइफहरूको बारेमा सोध्नु पर्यो के सोध्नु पर्यो है। फर्स्टमा चाहिँ छाकिसकेमा नर्मल 2टा 4-5वटासम्म सोध्न सक्छ क्या सोध्यो भने होइन। अब हेर्नु त वर्किङ लाइफमा के छ त अनि वर्किङ लाइफको बारेमा सोध्ने त पक्कै भयो है किन भन्दा अब हाम्रो उद्देश्य नै त्यही थियो त्यही हो। अनि अब हेर्नु त अलिकति यहाँ ग्याप चाहिँ बिर्सेछु मैले 11देखि 20सम्म गराइदिएको छु खुन्मु खेङ्गम जुन कामको अनुभवहरू हुन्छ तिनीहरूको बारेमा है। 11मा के भन्नु छने मुसुन हिरो यसो पहिला चाहिँ के काम गर्नुभयो त भनेर क्वेसन आउँछ ए पहिला के काम गर्नुभएको थियो यहाँभन्दा अगाडि अनुभव के छ के को काम गरेको अनुभव छ भन्दा अब म्यानुफ्याक्चर हो भने अब कृषिको भन्दा अलिकति म्यानुफ्याक्चरको भन्दा चाहिँ बेस्ट हुन्छ है। म्यानुफ्याक्चरमा इन्टरभ्यू दिनुभएको छ अनि मैले त यस्तो पालेको अनुभव छ यस्तो टाइपको अलिकति मिल्दैन होइन मेल खाँदैन भन्न सक्यो। यसमा चाहिँ के भन्छ म्यानुफ्याक्चरकै कुराहरू ल्याउँदा चाहिँ राम्रो भयो। अब गर्नुभएको छैन भने प्रायः त अब नर्मली स्टुडेन्टहरूले गर्नुभएको होइन स्टुडेन्टहरूले पढ्नु भएको छ स्टुडेन्ट लाइफमै अब त्यस्तो कामहरू हामीलाई खासै अनुभव त छैन पक्कै पनि अनुभव छैन भन्दैन त्यहाँ केही पनि गरेको छैन भन्न चाहिँ मिलेन क्या अलिकति जस्तो आएन। त्यो पनि नर्मल कुरा सोच्नुपर्ने कुरा होइन खासै त्यो होइन। अब कारखानाहरूमा केही फ्याक्ट्रीहरूमा यस्तो चाहिँ भन्दा अलिकति बेस्ट भयो है। अब त्यहाँ चाहिँ अलिकति झुटै बोल्नु पनि पर्ने भयो बाध्यता झुट बोल्दा राम्रो हुन्छ भने झुट बोल्दा खासै फरक पर्दैन है तर राम्रो चाहिँ हुनु पर्यो। अब त्यो म्यानुफ्याक्चरमा गर्नुभएको छ भने कृषिको कामहरू भन्दा अलिकति नसुहाउने हुन्छ। कृषिमा अब एग्रिकल्चरमा गर्नुभएको छ भने होइन म्यानुफ्याक्चरको काम भन्दा चाहिँ यस्तो गरे भन्दा चाहिँ अलिकति नसुहाउने हुनसक्छ। सो म्यानुफ्याक्चर हुन्छ भने म्यानुफ्याक्चरै काम जोड्नु होला एग्रिकल्चर हुन्छ भने एग्रिकल्चरकै काम जोड्नु होला यो चाहिँ बेस्ट हुन्छ है। ओके त्यसपछि चाहिँ हामी अलिकति स्लो भयो कि फास्ट भयो है कमेन्ट गर्नु ल।
अब छ नि मुसुनीहरू रेस्छ के काम गर्नुभयो त्यो खोङजाङ यसै रेस्छ ला भन्नु पर्यो कारखानाबाट काम गरेको छु भन्नु पर्यो हैन यो मैले मिलाएर भनेको छु त्यहाँ अब तपाईले अरु पनि हाल्न मिल्यो है खोङजाङ चाहिँ रे फोन जगी हिस्सायो भन्छ मतलब खोङजाङ कारखानाबाट काम गरी हेरेको अनुभव छ भन्न सक्यो भनेर सोध्यो भने के भने त ने भन्नु पर्यो हैन अब हामी भन्नु भएन खासै ने नै भन्दा राख्नु पर्यो अनि टुने हैन यो कति वर्ष 2 वर्ष 3 वर्ष कति वर्ष यस्तो मिलाएर टक्क धेरै भन्नु पनि भएन हैन एज अब 19 20 छ 4 वर्ष काम गरे भन्न त अलिकति छैन नि त सो त्यसमा चाहिँ 6 महिना यस्तो यस्तो भन्न सकियो है तालिम लिएको छु यताउति सबै कुराहरू मिलाएर हैन मिलाएर भन्दा भयो यिनीहरू कुराहरू त्यस्तो भास्ट केही पनि छैन अब 19 20 को हुनुहुन्छ भने चाहिँ हैन 2 वर्ष 3 वर्ष काम गरे भन्न अलिकति सुहाउँदैन त्यसमा चाहिँ सुहाउने कुराहरू जे पनि हैन कन्ठै गरेर हुँदैन सुहाउने कुराहरू आफूलाई के बेस्ट हुन्छ के सुहाउँछ सरहरूले एउटा हैन एउटा प्याटर्नमा पढाउनुहुन्छ यति है यस्तो यस्तो भन्नुहुन्छ अब त्यसमा चाहिँ आफूले भर्नु पर्यो के मेरो यस्तो छ म यस्तो गर्छु हैन अलिकति सरले क्वेशनको टाइटल दिनुहुन्छ हैन त्यसमा चाहिँ आफूले भर्नु पर्यो भन्ने हो के बुझ्ने त्यति कुराहरुमा हैन अब अतन के भन्छ खिगेरुल सायोङ हाल्सुइसयो भन्छ कस्तो मेसिनहरु चाहिँ चलाउन हैन चलाइ गर्नुहुन्छ चलाउन सक्नुहुन्छ भन्न सक्यो हैन कस्तो मेसिनहरु चलाउन सक्नुहुन्छ भन्नु पर्यो त्यसमा चाहिँ कुनै एउटा दिनु पर्यो हैन प्याकेजिङको भन्नु पर्यो हैन विभिन्न अरु कुराहरु धेरै हुन्छ नि मेसिनहरु हैन त्यो अनुभव छ भनेर नर्मल्ली अब म्यानुफ्याक्चरले गर्ने भने म्यानुफ्याक्चरकै मेसिनहरु चलाएको अनुभव छ भन्न पनि सक्यो है अब अनुभव त त्यस्तो मेसिनहरु खासै केही पनि छैन हैन तर पनि कोही बेला त होला पनि भन्न चाहिँ पर्यो है विभिन्न कुराहरुको एग्रिकल्चरको भन्दा पनि म्यानुफ्याक्चरको हो भने म्यानुफ्याक्चरकै मेसिनहरुको बारेमा भन्न सक्यो यिनीहरुमा अब 14 भने त हारु मेथ सिगान इराल स्विस आयो दिनमा चाहिँ कति घण्टा काम गर्न सक्नुहुन्छ भन्न पर्यो त्यसमा चाहिँ के अलिकति ध्यान दिनु पर्यो 8 घण्टा चाहिँ बेसिक भन्न पर्यो के 8 घण्टा भनेको बेसिक 10 घण्टा भन्न सक्यो 9 घण्टा 12 15 घण्टा चाहिँ नभन्नु होला है फेरि म त मेहनती देखिन्छु भनेर 12 15 भन्न चाहिँ अलिकति सुहाउँदैन के त्यो सुहाउने कुराहरु यिनीहरु डेली लाइफ कुराहरु हो सो त्यसमा चाहिँ सुहाउने कुराहरु गर्दा अलिकति बेस्ट भयो आफूले हैन ढुक्कले एकदम कम्फर्टेबल पनि हुन्छ हैन आफूले टक्क टक्क मिलाएर भन्दा अनि सुहाउने टक्क टाइपको कुराहरु 8 घण्टा बेसिक भन्न पर्यो हैन 8 घण्टा नथोरै चाहिँ भन्नु भएन है अलिकति त्यो पनि 8 घण्टा त गर्नै पर्ने हो नि त 10 घण्टा भन्दा बेस्ट 9 आवर पनि नट ब्याड अनि 11 आवर पनि नट ब्याड है 11 भन्न अलिकति भन्दा पनि 10 भन्दा माथि नजाने धेरै हैन 10 आवर 9 आवर र 8 आवर तीनटामा एउटा भन्दा तपाईहरुलाई बेस्ट नै हुन्छ लाइक यागुन हाल्छु इच्छा हो भनेको मतलब यागुन भनेको के हो त ओभरटाइम के ओभरटाइम गर्न सक्नुहुन्छ भन्छ अब हैन अब के 10 आवर भनेपछि ओभरटाइम खासै अब सोध्दैन किनभने 10 आवर भनेपछि 8 आवरमा 2 आवर चाहिँ के हुन्छ ओभरटाइम हुन्छ ठिकै रहेछ गर्दो रहेछ टाइपको हुन्छ अब तपाईले 8 आवर भन्नुभयो भने ओभरटाइम गर्न सक्नुहुन्छ भनेर कहिलेकाहीँ सोध्न सक्छु त्यसमा है 8 आवर भन्नुभयो भने त्यसमा चाहिँ के भन्नु पर्यो नो भन्न त मिल्दैन के यिनीहरुमा फेरि अलिकति गाह्रो फेरि यस्ता भन्नै पर्यो हैन अब पैसाको लागि हो हैन अब आफूले अलिकति गाह्रो नै भए पनि त्यहाँ गएर हेरौँ न यहाँ त हामीले त नर्मली छाकिसकेको गर्नु छ यसमा चाहिँ पोजिटिभ थिंकिङ लिएर पोजिटिभ कुराहरु मात्र समावेश गर्नु पर्यो है नहुने नै रहेछ भने पनि पोजिटिभ भन्न सक्दैन तर आफ्नो लाइक आफ्नो त्यो हेराइमा तिनीहरुले हैन अब सामान्य कुराहरु के म यति किलो उचाल्न सक्छौ त भनेर भन्न त भएन नि त फेरि हैन त्यो आफ्नो त्यो सुहाउने टाइपको गर्दा चाहिँ बेस्ट हुन्छ है अब यसमा त हामीले ओभरटाइम गर्न सक्छौं नि हाल्छु यसमा गर्न सक्छु भन्न सक्यो अब 16 मा के भनेको छ हिँड्नु नि हिल्दो हाल्छु यस चाहिँ अलिकति गाह्रो कुरा पनि गर्न सक्छौ त भन्छ अलिकति गाह्रो काम हुन्छ नि त हैन तिनीहरु पनि गर्न सक्नुहुन्छ त भनेर सोध्यो भने के भने त अब नि खोज्न सुन्दा ठिकै छ सक्न सक्छु हैन खोज्न सुन्दा नि कस्तो हो भन्दा सक्छु नै भन्ने पनि हुन्न हैन त्यो कन्फ्युजमा के अलिकति कम्फर्टेबल भएर भनेको भन्दा पनि सक्छु होला हैन टाइपको ठीक छ सक्छु गर्न हैन ठिकै हुनेछ नट ब्याड भन्ने टाइपको त्यसमा चाहिँ के हो हिम्दो निल्दो गाह्रो काम पनि गर्न सक्नुहुन्छ भन्दा के भन्नु पर्यो नै खोइछन् सुम्निदा भनेर भन्नु पर्यो यो त एकदम प्र्याक्टिस गर्नु है निहरु चाहिँ अब 17 मा के छ थिमोरो इरे फोन खेङमी यसै मतलब के टिमसँग एउटा ग्रुपसँग चाहिँ काम गरि हेरेको अनुभव छ भनेर सोधेको छ यो सोध्ने क्वेशन हो यिनीहरु धेरै नै
यसो यो पास्टमा हुन्छ नि त हैन त्यहाँ त अहिले भर्खर गर्ने कुराहरू भएन सो त्यसमा चाहिँ पास्टमा मैले अलिक धेरै दिएछु है के छ अब नाइ भन्नु त खासै मिल्दै मिल्दैन हैन ने भन्नै पर्यो ने तिम्रो मिराल खेङमी यसै टिमसँग काम गरेको छ अनुभव छ है भनेर यो क्वेसन पनि एकदम इम्पोर्टेन्ट अब 18 मा हेर्नु त हाङको गेस अझ निरो लागेको भयो कोरियामा चाहिँ कस्तो कामहरू गर्न चाहनुहुन्छ यो पनि मेन क्वेसन हो है यसलाई चाहिँ भिभिआईमै राख्नु यो पनि मेन क्वेसन अब कुन हामी त अपहरू त धेरै छ छेजवाब होइन खसल पढ्नुभएको होला मजाले अब मैले चाहिँ अहिले यहाँ छेजवाब राखेँ तपाईँले मिलाएर सबैले एउटै राख्नुपर्छ भन्ने हुँदैन क्या जुन पनि एउटै हो तपाईँलाई कुन अलिकति त्यहीमा पनि कहिलेकाहीँ टिप्पिने भएको भएर लेखिने भएको भएर आफूलाई यस्तोमा जान मन छ है भनेपछि सर्भिस सपहरू भयो होइन अलिकति इजीमा चाहिँ इजी त केही पनि हुँदैन लाइक हाम्रो अब जुन नोङापहरू यस्तो यस्तो चाहिँ नगर्नु होला म्यानुफ्याक्चरिङ मान्छेले होइन जुन म्यानुफ्याक्चरमै समावेश भएको छ तिनीहरू चाहिँ भन्दा एकदम बेस्ट हुन्छ अनि छेजवाब कन्सलअपहरू भयो यिनीहरू चाहिँ गर्दा चाहिँ अलिकति राम्रो भयो है मेनली छेजवाब नै बेस्ट लाग्छ मलाई चाहिँ म चाहिँ उत्पादन क्षेत्रमा काम गर्न चाहन्छु भन्न सक्यो होइन अब 19 मा हेर्नु त आन्जन खेगुल फादुन जगी चाहिँ मतलब जुन सुरक्षा तालिम हुन्छ त्यो चाहिँ पाएको अनुभव छ भन्छ नै भन्नु पऱ्यो होइन पहिला एकचोटि पाएको थिएँ यस्तो मिलाएर अलिकति यो चाहिँ मैले छोटो छोटो दिएको छु है पहिला यस्तोमा एकचोटि पाएको थिएँ यस्तो तालिम एकचोटि पाएको थिएँ भनेर त्यसै टक्क हान्नु तालिम भयो कतिजनाले त पाउनु पनि भएको छ भन्ने पनि धेरै हुनुहुन्छ नि त त्योमा मिलाएर नै आन्जन खेगुल फादर सुम्रिँदा लिएको छु अथवा पाएको छु भन्न सक्यो यो चाहिँ यहीँ सोध्ने क्वेसनहरू नै यो चाहिँ अब माथि किन कोरिया जान चाहनुहुन्छ कोरिया त्यस्तो त्यस्तो क्वेसन आउँछ किन कहाँबाट कुन देशबाट आउनुभयो यस्तोहरू क्वेसन चाहिँ वहीँ गएर सोध्छ यहाँ चाहिँ अलिकति सोध्न मिल्दैन है नेपालमा छ कुन देशबाट आउनुभयो भन्न मिलेन अरू क्वेसनहरू सबै के छ यही यो स्किल टेस्टमा सोध्ने क्वेसनहरू मेन क्वेसनहरू यिनीहरू चाहिँ अब के छ सुरक्षा तालिम पाएको गर्नुहोस् भन्दा नि पाएको गर्नुहोस् भनेर 20 मा हेर्दा ओए उरी भइसकेको छ इराको सिफायो किन त अनि किन हाम्रो कम्पनी भनेर कोरियामा चाहिँ काम गर्न चाहनुहुन्छ त मतलब त्यो कम्पनी जुन हुन्छ जस्तै उदाहरणको लागि के हुन्छ छेजवाब किन जस्तै ओए छेजवाब होइन छेजवाब भइसकेको छ इराको सिफायो भनेर सोधे हुन्छ कहिलेकाहीँ किन त यस्तो यस्तो अलिकति घुमाएर सोधे हुन्छ कि किन कोरियाबाट काम गर्न चाहनुहुन्छ भन्न सक्यो कहिले किन यो कम्पनीहरूबाट काम गर्न चाहनुहुन्छ भनेर सोध्यो त्यसमा के भन्नु पर्यो त्यसमा हामीले क्वेसन के दिनु पर्यो त्यो राम्रो छ त्यसको तारिफ गर्नु पर्यो नि त होइन त्यसमा अलिकति पैसाको कुरा भन्दा पनि पैसा धेरै छ त्यसो भयो भन्दा पनि तारिफ चाहिँ अलिकति राम्रो कम्पनी लाग्छ होइन त्यसमा मैले काम गरेको अनुभव पनि छ त्यही भएर मलाई मनपर्छ टाइपको भन्दा चाहिँ एकदम बेस्ट छोटो मिठो भन्दा चाहिँ एकदम बेस्ट हुन्छ है हातेर त्यो कम्पनी राम्रो छ होइन मेरो रुचि पनि त्यसमा काम गर्ने हो अनि त्यसमा चाहिँ मैले एकदम पर्परले काम गर्न सक्छु भनेर टक्क मिलाएर भन्यो भने त्यो ठ्याक्क मजा आउँछ क्या क्वेसनको एन्सर होइन टक्क सौदो भयो भने एकदम बेस्ट हुन्छ अब 21 to 30 अलिकति भिडियो चाहिँ लामै भयो है आज के यति गर्नु र है यसलाई म दुईवटा पार्टमा हालिदिन्छु ल आजलाई चाहिँ यति नै गरौँ भिडियो चाहिँ 23 मिनटको भएको छ तर यो चाहिँ लामै चाहिने चाहिने ठिक छ सकिन्न त है अब छागप के हुन्छ खलेन काम सम्बन्धी के छागप खलेन भनेको छैन छागप खलेन भनेको काम सम्बन्धी जुन वर्किङ सम्बन्धी यो माथिको चाहिँ अब हाम्रो वर्किङ लाइफहरूमा भयो होइन कामको अनुभवहरूमा मात्र भयो है अब यो पनि वर्किङ लाइफकै के छ वर्किङ लाइफकै तपाईँको जुन हुन्छ नि काम सम्बन्धी यस्तो यस्तो काम कसरी गर्ने कस्तो गर्ने भन्ने चाहिँ अब यहाँ सुरु हुन्छ है छागप खलेनमा सुरु हुन्छ है अब 21 मा के हुन्छ यी खिगेरु अथके साङ्गे भनेका मेसिन देखाएको हुन्छ होइन नर्मल्ली चित्रमा देखाएको हुन्छ धेरै जस्तो है यस्तो क्वेसनहरू चित्रमा धेरै देखाएको हुन्छ यो चाहिँ कसरी अन गर्नु तर यो जुन मेसिनहरू देखाएको छ त्यो किताबमै भएको हामीले पढेकै बुझेकै किताब चाहिँ हेर्न नछोड्नु है इक्जाम भ्याएर किताब हेर्न नछोड्नु किताबमै भएको किताबमै पढेको त्यत्रो पढेछौँ तर कतिजनाले लगभग 1 हप्ता 15 दिन अगाडि पनि किताब यदि हेर्नु भएको छैन भने उहाँहरूले लगभग बेरिसक्नु लाग्नु भएर कन्फ्युज भइसक्नु भएको त्यस्तो हो कि यो चाहिँ अलिक धेरै राख्नुपर्ने कुरा हो अब यो मेसिनहरू चित्रहरू देखाउन सक्छ कहिलेकाहीँ रियालिटीमा पनि देखाउन सक्छ होइन सोध्छ भने यो चाहिँ कसरी अन गर्ने त भनेर सोधेको हुन्छ
प्रायः चाहिँ के हुन्छ अब ह्यान्डल घुमाउने पनि हुनसक्छ कति मेसिनहरू होइन स्विच अन गर्ने पनि हुनसक्छ कति मेसिनहरू तिनीहरूमा चाहिँ ध्यान दिनु पऱ्यो अब जस्तै यहाँ के भन्छ छनौल खेको अन गरेर पक्कै पनि हरेक कुराहरू के हुन्छ स्विचहरू देख्यो भने अनै हुन्छ त्यो अफ गरेर त कहिले पनि हुँदै हुँदैन है खेको भन्ने त आइहाल्यो बज्नु नुरुम नुरुम निता स्विच अन गरेर के गर्नु बटन थिच्छु भन्न सक्नु पऱ्यो होइन यो मेन क्वेसन हो यिनीहरू आउँछ नै 100% मेन क्वेसनहरू छ सबै कुराहरू प्र्याक्टिसको लागि नर्मल सबैलाई थाहा नै हुन्छ जानिन्छ नै तर भन्न चाहिँ अलिकति कन्फ्युज हुन्छ त्यही भएर प्र्याक्टिसको लागि है अब छाकप सुनसहरू सलमाङ फसे कामको जुन क्रम हुन्छ नि सुनसहरू होइन त्यो चाहिँ व्याख्या गरी हेर्नुहोस् भन्छ अब मैले अलिकति छोटो गर्दैछु है छेरुल छुन ब्याएको सामग्री तयार गरेर के गर्नु पर्यो खिकरुल साग्दो हामीले त सामग्री तयार गरेर अनि मेसिन चलाउनु पर्यो नि त होइन यसलाई चाहिँ अलिकति लामो गराएर मिठो गराएर भन्न सकियो मैले चाहिँ अलिकति हिन्ट मात्र दिएको छु यसमा चाहिँ अलिकति लङ लङ लिएर आउँछु ल म अहिले चाहिँ मैले नर्मल हिन्ट होइन दिएको छु अब 23 मा भएको छ आन्जनागे इरारामेन अतके हेया हेयो मतलब सुरक्षासँग होइन एकदम सुरक्षित भएर काम गर्ने हो भने होइन कस्तो गर्दा हुन्छ के गर्यो भने हुन्छ के गर्यो भने मात्र हुन्छ अया आया हेया ग्रामर लागेको छ कि यसमा रेमेन रेमेन र अया आया हेया ग्रामर लागेको छ अतके हेयो होइन हेया हेयो भनेको छ के हुन्छ अब सुरक्षित हुनको लागि के हुन्छ फो साङ्बी सुरक्षा उपकरणहरू लगाउनु पर्यो होइन अलिकति काममा ध्यान दिनु पर्यो अनि मन लगाउनु पर्यो दिमाग फरक ठाउँमा घुमाउनु भएन यो टाइपको के नेपालीलाई नै कोरियन अलिकति गराएर मिलाएर होइन टक्क पहिला नेपालीमा भन्ने यस्तो क्वेसन नेपालीमा पढ्ने नेपालीमै भन्ने भन्दा कस्तो लाग्छ त कुन बेस्ट हुन्छ त्यसलाई छानेर अनि छानेपछि त्यसलाई कोरियनमा कन्भर्ट गरेर अलिकति बुझाएर टक्क भन्दा चाहिँ राम्रो हुन्छ अब सुरक्षाको लागि त्यही त हो नि है नियमको पालना गर्नु पर्यो फ्युजीहरू हेर्नु पर्यो ध्यान दिनु पर्यो अनि मेनली चाहिँ छुटाउने नहुने कुरा सुरक्षा सामग्रीहरू जुन फो छाङ्बीहरू चाहिँ के हुन्छ छाके घाँगो लगाएर चाहिँ काम गर्नु पर्यो भन्ने चाहिँ मेन हो है अब सागोका नामेन अटके आयो दुर्घटना भयो भने कस्तो गर्ने त अब के भन्नु पर्यो फारो सँगसँगै फोको हामीले मतलब फोको आधा भनेको के हो जानकारी दिनु हो फोको आधा जानकारी दिन्छु अथवा होइन बोलाउँछु रिपोर्ट गर्छु भन्न पनि सक्यो होइन अब कहिले आगो लाग्यो भने भन्ने हुन्छ यो सागोका मात्रै याद छैन अब कतिमा फोन गर्नुहुन्छ यस्तो यस्तो नम्बरहरू पनि याद गर्नु होला है कतिमा फोन गर्नुहुन्छ कसलाई फोन गर्नुहुन्छ के कामहरू के हुन्छ नि अब दमकल उपकरण प्रयोग चौकीहरूको सबै कामहरू चाहिँ ध्यान दिएर हेर्नु होला मजाले त्यो चाहिँ आउँछ नि अब छ 25 मुगन मुलगन अटके थुरायो गरुङको कुराहरू चाहिँ कसरी उचाल्ने त होइन यो चाहिँ एउटा अब आउँछ कहिलेकाहीँ क्वेसनहरू मुगन मुलगन अटके थुरायो कहिलेकाहीँ घुमाउनु पर्यो भने हुन्छ नि अब यो हामीलाई जुन इक्जाम दिँदा घुमाएको थियो नि एउटा दुइटा क्वेसनले त्यस्तै हो कि यो पनि घुमाउनु पर्यो नि यस्तो यस्तो क्वेसन सोध्दै आउँछ फेरि सुरु गर्छ होइन अब के भन्नु पर्यो मुरुफुल घुँडा चाहिँ जुन घुँडा हुन्छ त्यो चाहिँ के हुन्छ खुफीको खुफी त भनेको अलिकति मोड्नु घुमाउनु कि खुफी त भनेको घुमाउनु हो तर मोड घोडा घुमाउनु त मिलेन पक्कै पनि मोड्ने हल्का मोडेर थुराया हामीले त उठाउनु पर्छ भन्छ होइन कसरी उठाउने भन्दा के भन्नु पर्यो घोडा मोडेर उठाउनु पर्छ भनेर भन्न सक्यो 26 मा भन्छ फो छाङबिनुन मोसुल छाग्युङया हेयो फोसाङमा चाहिँ के लगाउनु छ त फोसाङमा होइन के पर्छन् धेरै कुराहरू पर्छन् मेनली के भयो जस्तै हेलमेट जुत्ता यस्तो यस्तो अब कुनै काम दियो है त्यसमा पनि अलिकति डिफ्रेन्ट हुन्छ कुनै काम दियो अब यस्तो यो काममा के लगाउनु छ त भन्नु पर्यो होइन त्यसमा जुत्ता मोजाहरू सरी मोजा भनेको त्यो हेलमेट के आन्जन मोहरू भन्न सक्यो होइन यो कोरियनमा मोजा भन्दा मोजा भनेको टोपी नै भन्छौँ नर्मल्ली मोजा त छुट्टै पनि हुन्छ नि त नेपालीमा होइन सो जो आन्जनहरू भयो आन्जनमोहरू भयो होइन आन्जन छाँगाहरू भयो यिनीहरू लगाउँछु भन्न सक्यो यस्तो पनि यो पनि धेरै गाह्रो केही पनि भएन है 27 हेर्नु त यी मूल गर्नुहोल अदिए नयाँ आयो यो सामान चाहिँ कहाँ राख्नु पर्यो अब होइन मेनली सामानहरू कहाँ राख्ने त कहाँ ठ्याक्कै राख्ने भन्ने ठाउँ त हुँदैन अब के भन्छ सिजाङ थोइन छाङसोए नसुम्निदा राख्नेछु मतलब तोकेको ठाउँमा त कस्तो मिलेर भन्नु मिल्यो होइन अब जहाँसुकै होस् होइन तोकेको ठाउँमा राख्नेछु सक्को त कुरा यस्तै तरिकाले अलिकति डिफ्रेन्ट तरिकाले भन्नु ल आज चाहिँ मैले अलिकति छोटो छोटोमा देखाइदिएँ अलिकति लामो धेरै छ क्या यो चाहिँ छोटो छोटोमा देखाइदिन्छु यसलाई चाहिँ अलिकति एक्सप्लेन गरेर अब यसको एक्सप्लेन गर्नुपर्ने कुराहरू खासै केही पनि छैन नि त होइन मजाले तपाईँहरूले प्र्याक्टिस गर्ने छोटो छोटोमा देखाइदिन्छु ल 28 मा हेर्नु त फुल्याङ फुमुल फाल्के नामेर मतलब देखा पर्यो भने होइन आयो भने होइन अत के गर्यो त
फुल्याङफुङ यो त हामीले किताबमै पढेको के गर्नु पर्छ तारो फुल्ली हामीले त छुट्टै राख्ने छु हैन अब 29 मा त छङसुन अन्जे आयो छङसु चाहिँ कहिले गर्नु पर्यो छङसु सर्च भाइ कोरियनमा चाहिँ सर्च भाइ बिहानमा भन्दा धेरै बेलुकामा हुन्छ है काम सकेपछि बेलुकामा सर्च भाइ हुन्छ बिहान चाहिँ काम सुरु हुन्छ बिहानमा चाहिँ मेसिनहरु चेकचाक गर्ने हुन्छ बेलुकामा मेसिनहरु चेकचाक भन्दा पनि बिहानमा मेसिनहरु चेकचाक कहिले गर्नुहुन्छ भन्दा बिहानमा भन्नु पर्यो सरसफाइ कहिले गर्नुहुन्छ भन्दा बेलुकामा भन्नु पर्यो है जस्तै यहाँ भनेको छ छाका पुगे हामीले काम सकेपछि गर्छु भन्नु सक्यो हैन 29 30 मा हेरौँ है त छाका पुगे कुन्नामेन काम सक्यो भने मुसुले आयो काम सक्यो भने के गर्नु त अब त्यही सफा गर्छु हैन अब किगेरु छङ्गिरहेको छङ्सु हामीले त हैन मेसिनले चाहिँ व्यवस्थापन गरेर के गर्नु पर्यो सफा गर्छु किताबकै क्वेशनहरु हो किन सबै किताबमा हामीले यति पढेछौं नि सबै त्यहीबाट आउने हो अब जस्तै बिहानमा आएर के गर्नु फर्स्टमा हुन्छ मेसिनहरु चेकचाक गरेर काम सुरु गर्छु हैन अलिकति मिलाउँछु सामानहरु मिलाएर मेसिनहरु चेकचाक गरेर सबभन्दा पहिला चाहिँ मेसिनहरु चेकचाक हुन्छ है मेसिन चेकचाक भन्ने बित्तिकै बिहान समय बुझ्नु पर्यो सरसफाइ मेसिनहरु व्यवस्थापन भन्ने बित्तिकै बेलुकाको समय बुझ्नु पर्यो है यहाँ त अझै छ है धेरै नै रहेछ क्वेशनहरु 30 मिनेट भयो ठीक छ नो प्रब्लम जाम्नु त हैन अलि फास्टमा जान्छु ल 31 देखि 14 सम्म के छ साङ थिएछ भन्ने छ के स्थिति समाधान र जस्तै अलर्टहरु बारेमा छ के अलिकति समाधान हुने हैन अब दुर्घटनाहरु विभिन्न समस्याहरुमा चाहिँ अलर्ट कसरी हुने भनेर चाहिँ यसमा छ अब 31 मा भन्छ खिकेका खोजाङ नामेन रोकियो भने के अब आवाजहरु आयो भने अलिकति बिग्रियो भने हैन अत के गर्ने त साइकल मच्छुको जुन परीक्षा रोकेर के हुन्छ फोगो हान्नु त फोगो हाल्दा हाने के हेर्नु पनि हुन्छ अनि जानकारी दिनु हुन्छ के जानकारी दिन्छु हैन मेसिनहरु रोकेर जानकारी दिन्छु भन्नु पर्यो 32 मा त थुङ्रोगा थाछिमेन साथी सहकर्मीले छाती लाउने के चोट लाग्नु अत के आयो चोट लाग्यो भने के गर्छ थुवाजुको मद्दत गरेर के हुन्छ साङसागे के हुन्छ आलिमले त जानकारी दिन्छु अथवा भन्छु बोलाउँछु हैन सहयोग गर्छु त भन्नै पर्यो पक्कै पनि हैन सहयोग गर्छु त भन्नु पर्यो है यो चाहिँ मेन पोइन्ट हो 33 मा के छ साङसागा छिसियामेन अथ के हो साङसागा छिसिया निर्देशन दिनुभयो भने के गर्नु पर्दा फारो तारुमनिरा पछ्याउँछु मतलब पालना गर्छु भन्न सक्यो कि आन्सर कति भयो टक्क मिलाएर हैन त फारो तारुमनिरा साउन्ड हुन्छ नि त हैन 34 को चाहिँ हाङ्गो गरुल छालमत आरा झुलमेन अथ के हो कोरियन भाषा अलिकति बुझ्न सकेन भने के बुझ्न अलिकति गाह्रो भयो भने के गर्नुहुन्छ त भन्ने यो पनि मेन क्वेशन हो थासी मारे फेरि एकचोटी हैन थाल लागो हामीदा भन्नु पर्यो थाल लागो र सुला गयो नि त ग्रामर कति काम लाग्छ है त्यत्रो पढ्यौं ग्रामर अहिले काम लागिरहेछ अब त्यो कुराहरु जति पढेथ्यौं हामीले त्यो सबै कुराहरु अब काम लाग्दै जान्छ के इक्जाममा भन्दा धेरै यता काम लाग्ने रहेछ के हेर्नु हैन इक्जाममा नि काम लाग्यो धेरै कुराहरु अब यहाँ पनि काम लाग्यो अब थासी मारे थाल लाग्यो हामीले फेरि एकचोटी भन्न अनुरोध गर्छु नि भन्छ हैन सो अब जाम 35 मा के हुन्छ सिकेको हामी अत के सिकेको हामी अब अत के आयो अझै के गर्नु पर्दा पहिला चाहिँ फोन गर्नु पर्यो नि त हैन मेरी के भन्दा यसलाई हामीले दा पहिले चाहिँ सुझाव दिन्छु फोन गर्छु हैन अब 36 मा हेर्नु त इरि नमो हिमदेव अत के हो काम चाहिँ अलिकति गाह्रो भयो भने के गर्नु त अनि छामको एलसीमी हामीले हैन सहेर मतलब छाम्दा हाने के सहनु छामको एलसीमी हामीले ठिक भन्न पर्ने नि त्यही त हो नि अब क्वेशनहरु मिल्छ एन्सरहरु मिल्छ त के छामको एलसीमी हामीले भन्नु पर्यो नि है अब तपाईँ 37 मा सिल्छु हामी अत के सिल्छु होला गल्ती भयो भने के कुनै कुराहरु के गर्ने त पक्कै पनि मास्टर त हो नि हैन चाको आको थासी हामीले जस्तै काममा गल्ती है फेरि गल्ती भयो अनि कसरी फेरि गर्ने त भन्ने त हो नि काममा गल्ती के कुनै काममा अलिकति बुझेन गल्ती भयो भने चाहिँ के गर्नु माफी मागेर फेरि गर्छु फेरि गल्ती गर्छु हैन है त्यो काम गर्छु भने फेरि माफी माग्ने अनि फेरि गल्ती गर्ने चाहिँ हुँदैन यो चाहिँ बुझ्नु पर्यो छोटकरीमा दिएको छ नि त अब सुतिरो छिरो अत के फुरायो फुल्दा हाने के हटाउने तनावहरु हुन्छ नि तिनीलाई कसरी हटाउने त अब ढुङ्गुल हामीले व्यायाम गर्छु अनि अर्छ हैन व्यायाम गर्छु अब दैनिक व्यायाम गर्छु बिहान बिहान हैन अब साथीहरुसँग यताउति भन्दा पनि व्यायाम गर्छु चाहिँ मेन छुट्नु भएन है सुतिरोको लागि अब एक्सुगुल छाल छिकायो हैन जुन बाचा हुन्छ तिनीहरु चाहिँ राम्रोसँग पालना गर्नुहुन्छ त हुन्छ नि छाल छिकिमिन्दा हुन्छ राम्रोसँग पालना गर्छु हो हजुर राम्रोसँग के गर्छु पालना गर्छु भन्नु पर्यो अब 40 मा के छ त चेकिङ गामी यति छ यो चेकिङ गाम छ त
ने छेकिङ मामी सही हजुर जिम्मेवार छ मतलब के हो अलिकति के जिम्मेवार भन्नाले कस्तो भन्दा छेकिङ माम भनेको के हो अर्थ भन्दा अलिकति भरपर्दो टाइपको जिम्मेवार भनेको के भरपर्दो बुझ्नु पर्यो के है जिम्मेवार भन्ने बित्तिकै पोजिटिभ एन्सर दिनु पर्यो जहिले पनि भरपर्दो हुनुहुन्छ त भनेर भन्दा अनि नाइ भन्न त मिल्दैन नि त होइन जिम्मेवार हुनुहुन्छ त जिम्मेवारी अलिकति जिम्मेवार भन्नाले कसरी बुझाउनु कुनै कुराहरू गर्न सक्छु भन्ने त्यसलाई भन्छ जिम्मेवार होइन यो गर्छु है मैले मेरै काम हो यो भनेर जिम्मेवारी लिएर चाहिँ जिम्मेवार हुन्छ छेकिङ मामी चाहिँ जिम्मेवारी हुनुहुन्छ होइन भन्दा के भन्नु पर्यो नि छेकिङ मामी सुनिदा भन्नु पर्यो अब अझै रहेछ त है अब हेर्नु त के भन्छ के भने आधारभूत बुझाइहरू छ अब 41 के हुन्छ अरुण कुरो खासै हो यो चाहिँ एकदम मेन हो मेन यो चाहिँ आउँछ नै 100% है मेनली यसलाई पनि भिभिआईमा राख्नु सबै भिभिआई छ यहाँ केही पनि नचाहिने केही पनि छैन यसलाई अब मैले अलिकति छोटकरीमा भने होइन लामो हुन्छ भनेर सबै समेट्नु पनि पऱ्यो कि फेरि पार्ट 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 गर्दा झ्या हुन्छ नि त सो सबै एउटैमा समेटिछु तर छोटकरीमा भन्छु यो चाहिँ बुझ्न चाहिँ एकदम इम्पोर्टेन्टली बुझ्नु है त्यस्तो बुझाउनु पर्ने खासै केही छैन नि त यसमा मैले बुझ्नु छ पास भएको मान्छेहरूले होइन अरुण कुरो खासै हो भनेको छ अरुणचोकतिर जानुहोस् अरुणचोक भने चाहिँ हामीले बुझ्नु पर्यो होइन त्यो राइट साइड नयाँ किसिम त हजुर बुझेँ भन्नु पर्यो अनि अब हिँड्नु पनि पऱ्यो कि कहिले यो एन्सर क्वेसन यहाँ मैले मिलाएर लेखेको छु होइन अरुण कुरो खासै भनेपछि अब राइट साइडतिर जानु पऱ्यो कि होइन अब उन्चो कुरो खासै हो उन्चोकतिर जानु पऱ्यो फेरि होइन उन्चोकतिर जानु पऱ्यो लेफ्ट साइडतिर जानु पऱ्यो नयाँ सुविधा भन्दा आज बेस्ट नयाँ सुविधा भने टक्क टक्क हिँड्नु पऱ्यो कि नबोलेर हिँड्दा पनि नट ब्याड अब एकी छ खिदारी छ यतातिर के हुन्छ एकछिन चाहिँ पर्खनुहोस् अब ठ्याक्कै हिँडिरहेको छ यो चाहिँ दैनिक जीवनमा पनि काम लाग्नु भयो त्यहीँभित्र पनि काम लाग्नु भयो कि यस्तो प्र्याक्टिकल छ हिँडिरहेको बेला एकछिन पर्खिनुहोस् भन्न सक्छ कहिले होइन यो चाहिँ अलिकति डिफ्रेन्ट क्वेसन भयो होइन हजुर सुशीमा चाहिँ ध्यान दिनुहोस् अब यसमा चाहिँ अब भित्र सोध्ने कुरो भयो नि यो चाहिँ नर्मल्ली पालिहाल्छ छिटो गर्नुहोस् केही कुराहरू गर्नु पऱ्यो पालिहाल्छ छिटो गर्नुहोस् छिटो गर्नु पऱ्यो होइन छन्छनी हाँस्यो बिस्तारै गर्नुहोस् अब तपाईँले अलिकति आत्तेर होइन अलिकति एक्स्ट्रा गर्नुभयो भने छन्छनी हाँस्यो भन्छ होइन ने छन्छनी हाँगेछ हजुर बिस्तारै गर्नेछु होइन थासिए फुस्यो यो पनि होइन त मेनली छ अब कुनै काम तपाईँले त्यहाँ गर्नु दियो होइन भित्रै सिल्डेसमा अब त्यो राम्रै गर्नुभएको छ तर फेरि गर्नुहोस् भन्यो भने त्यो नहात्तिनु होला कि कहिले बुझ्नको लागि दिएको हुन्छ होइन यति भन्ने बित्तिकै ला बिग्रिएछ त्यही भएर फेरि गर्नु गएको भन्नु भएन एकदम चिल भएर फेरि गर्नुहोस् थासिए फसियो भने ने थासिएको सुनिँदा फेरि गर्छु भन्नु पऱ्यो होइन त्यसपछि स्टार्ट गर्नु पऱ्यो त्यो बोल्दा पनि भयो नबोल्दा पनि भयो सल महँगो जुसे अब कुनै सामान देखाउँछ है एउटा अब स्क्रु ड्राइभरहरू देखाउनु भयो होइन माइनस प्लसहरू विभिन्न देखाउँछ के केहरू भयो मेसिनहरू देखाएर यसको बारेमा व्याख्या गर्नुहोस् यसले यस्तो काम गर्छ मेनली काम चाहियो क्या त्यसको यसको टुप्पो यस्तो छ त्यो त्यस्तो छ भन्दा पनि यसले यो काम गर्छ मेन काम अनि यसलाई यस्तो कुरामा प्रयोग गरिन्छ यसलाई यसरी प्रयोग गरिन्छ भन्यो भने अझ बेस्ट छोटोमा त्यसै जालको काम गर्यो होइन जालको काम भनेको यसले माछा मार्ने काम गर्छ यसलाई माछा मार्ने काममा प्रयोग गरिन्छ होइन यसलाई हबमा प्रयोग गर्ने भयो यसले चाहिँ माछा समात्ने काम गर्छ सक्को त्यति मेसिनहरूको बारेमा पनि मेसिन यस्तो यसले चाहिँ यस्तो काम गर्छ टक्क सक्को है यति सजिलो छ त्यस्तो गाह्रो केही पनि छैन सलमाङ एजु चाहिँ यसको बारेमा एकदम मेनली आउँछ कुनै मेसिन देखाएर यसलाई व्याख्या गर्नुहोस् भनेर दिएको हुन्छ के यसै हो भन्छ बुझ्नुभयो त ने सुन्जा है अब छिल्मुनिसय प्रश्न छ भनेर सोध्यो होइन छिल्मुनिसय अब छ भने केही कुरा सोध्नु मन लागेको छ भने होइन नोटाएर अब सोध्नु पर्दा हाम्रो त्यस्तो केही पनि हुन्न के सोध्ने त्यहाँ गएर होइन आफै डराएको हुन्छ भित्र सोध्ने जस्तो क्वेसन हुन् अब सुनिदा भन्न सक्यो धेरै जस्तो होइन अब के छ नै भने पनि सुनिदा भन्न सक्यो है सो आजलाई चाहिँ बेसिक कुराहरू भयो मेनली भिडियोको लागि बेसिक कुराहरू ल्याएको थिएँ नर्मल कुराहरू त्यस्तो एक्सप्लेन गाह्रो पनि केही पनि छैन इजी नै छ सबै कुराहरू तर इम्पोर्टेन्ट पनि धेरै इम्पोर्टेन्ट छ है अब अरू चाहिँ म भोलितिर कस्तो कस्तो आउँछ अब जस्तै यो बाइक अरू पनि धेरै दिएको छ दायाँ हात चल्नुहोस् बायाँ हात चल्नुहोस् होइन पछाडि फर्काउनुहोस् अगाडि फर्काउनुहोस् यस्तो पनि आएको हुन्छ त्यो चाहिँ मैले यहाँ समेटिनँ त्यो चाहिँ समेटेर अर्कोचोटि ल्याम्ला ल्याउने भएछ नत्र नर्मल्ली बुझिन्छ तिनीहरू कुरा चाहिँ है यिनी पनि बुझिन्छ तर यसमा प्र्याक्टिस अलिकति गर्दा चाहिँ राम्रो भयो है सो सबैजना थ्याङ्क यू सो मच अल अफ यू अनि लाइक सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला भोलिदेखि चाहिँ लगभग सकेसम्म एक दिन बिराएर एक दिनमा
भिडियोहरू ल्याउने कोसिस गर्छु। मैले ल्याउन चाहिँ पहिलेबाट खोजेको, अलिकति त्यस्तै समस्याको कारणले गर्दा मिलेन कि कति कोसिस गर्दा पनि। सो थ्याङ्क यू अल अफ यू अनि बेस्ट अफ लक। यति कतिजनाको इक्जाम बिग्रेको छ भने पनि ठिकै छ, अर्कोचोटि भइहाल्छ होइन। अब राम्रै भएको छ भने पनि 38 सम्म चाहिँ एकदम प्र्याक्टिस गर्दा हुन्छ है। 38 चाहिँ प्र्याक्टिस गर्दा एकदम बबाल राम्रो हुन्छ। 39 र 40 त अलरेडी गरिराख्नु भएको छ होइन, जहाँसम्म लाग्छ मलाई 38 ले गर्दा चाहिँ राम्रो हुन्छ। किन भन्दा यति लकिली कटलाइन त्यति भयो भने पनि पछि स्टिलेटमा फाल्दा अलिकति नमजा हुन्छ कि होइन, त्यो चाहिँ आफ्नो गल्ती हो नि त। सो त्यसमा चाहिँ ध्यान दिनु होला भन्दै थ्याङ्क यू अल अफ यू। ओके।